ससुरालीबाट फर्किएपछि मेरो यस्तो हालत भयो कि हाय दैव, म त जिउँदै फर्किएँ। ओहो, ससुरालीबाट फर्किनु भयो? कस्तो भयो? रमाइलो, मलाई त कामदार बनाएर राखे। बिहानै सासु आइन् र भनिन्, ज्वाई पानी ल्याउनुहोस्। फेरि ससुरा आउनुभयो भने, ज्वाई खेत जोत्न जानुस्। अनि साली नानी आइन भिना मोबाइल चार्ज गरिदिनुस्। म त ससुराली होइन, अल इन वान कामदार भएछु। अब कहिले जान्न म ससुराल? त्यो त ससुरालीको नियम हो नि। नियम होइन, सिधै सजाय हो। जान्न। ज्वाई फेरि आउनु होला है, अझै काम बाँकी छ। म त अब कहिले आउँदिन। जाने हो भने नियम मान्नु पर्छ। बरु म घरमै बस्छु, यहाँ कम्तीमा फ्रीमा दाना त पाइन्छ।